रमणीय गाउँ हो। भौगोलिक प्राकृतिक विविधता र हिमालको सौन्दर्यले पनि घान्द्रुक प्रख्यात ठाउँ हो। गैरी गाउँ, डाँडा गाउँ, कोट गाउँ, नयाँ गाउँ यस क्षेत्रका मौलिक गाउँहरू हुन्। यो घान्द्रुकको नयाँ गाउँ हो। यो रिसर्च गर्ने स्टडी गर्ने सिलसिलामा घान्द्रुकको वडा नम्बर 5 मा आइपुगेका छौँ र अहिले हामी यो जुन ठाउँमा उभिएका छौँ यो ठाउँ चाहिँ पहिलाको यो एक्याप अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको चाहिँ यो केन्द्रीय कार्यालयको स्थान छ र पहिला यहाँ 2 तले घर थियो भन्ने हामीले सुनेका थियौँ र अहिले चाहिँ यो मैदानको रूपमा एउटा भग्नावशेषको रूपमा चाहिँ हामीले यहाँ पाइरहेका छौँ र अहिले यो घान्द्रुकको एउटा गाउँको यहाँ अगाडि हामी छौँ र कतिपय घरहरू ग्रामीण परिवेशका छन् भने अहिले नयाँ घरहरू आरसीसी यो ढलानहरू यो सबै होटेलहरू हुन्। यो आरसीसी घरहरू यहाँ बनेको हामीले पाएका छौँ। घान्द्रुक गाउँलाई अध्ययन गराउनको लागि जुन विद्यार्थीहरूले अहिले रिसर्चको क्रममा छन् र हामीले के पायौँ भनेदेखिलाई म करिब 15 वर्ष अगाडि आउँदाखेरि जुन एउटा घान्द्रुक भन्ने बित्तिकै एउटा चाहिँ गुरुङहरूको प्रमुख गाउँको रूपमा मानिन्थ्यो। अहिले आएर मैले के पाएँ भनेदेखिलाई अलिकति नयाँ किसिमको एउटा बनौटहरू चाहिँ कन्स्ट्रक्सनहरू निर्माणहरू जुन गरिएको रहेछ यहाँ, जसले गर्दाखेरि वास्तविक गुरुङ गाउँको मौलिकता चाहिँ कता कता गुमेको देखियो। मानव समाज, सभ्यता, रहन सहन र जीवन यापनलाई जीवन्त राख्ने माध्यम भनेको साहित्य, कला, संस्कृति, वेशभूषा आदि नै हो। यसकै माध्यमले कुनै पनि वर्ग, सम्प्रदाय आदिको विगतलाई सजिलै बुझ्न र अध्ययन गर्न सकिन्छ। अहिले हामी गुरुङ जातिहरूको रहन सहन, वेशभूषा, जीवनयापन र संस्कृतिलाई जीवन्त राख्न तत्पर गुरुङ संग्रहालयमा आइपुगेका छौँ। घान्द्रुक निवासी प्रिया गुरुङले स्थापना गरेको यो पुरानो गुरुङ म्युजियम गुरुङ जातिलाई अध्ययन गर्ने एउटा उपयुक्त थलो हो भन्दा कुनै अतियुक्ति नहोला। गाउँहरू सुन्दर छन् र सुन्दर छन् गाउँलेका मनहरू पनि। सुन्दर गाउँका सुन्दर मन हुनेहरूको आतिथ्य बिर्सी नसक्नु छ। त्यसैले त हामी लोकल चियाको चुस्की र लोकल झिलिङ्गाको सत्कारले दङ्ग परेका छौँ। घान्द्रुक प्रसिद्ध गुरुङ गाउँ हो। प्रसिद्ध मात्र नभएर अत्यन्त सुन्दर गाउँ पनि हो। चिटिक्क परेका घरहरूका बस्ती जुन हेर्दै सांस्कृतिक लाग्छन्। तर गाउँको सुन्दरताले घान्द्रुकवासीहरू सन्तुष्ट छैनन्। त्यसैले आफ्ना समस्याहरू यसरी पोख्छन्। विशेष गरी त अब यहाँको अलिकति जनता नै सजग हुनु पर्यो। पर्यटन
पर्यटकहरूलाई कसरी आकर्षित गराउने भन्ने सम्बन्धमा होइन अब यहाँको नेचुरल कल्चरल कुराहरूलाई चाहिँ अलिकति राखेर होइन देखाएर प्रोसेसन गरेर अलिकति अगाडि पर्यटकलाई चाहिँ अझै आकर्षित गराउनुपर्छ जस्तो लाग्छ मलाई। यसरी सेता पाइलाहरू घान्द्रुकको अध्ययन अवलोकन पश्चात अघि बढ्छन्। गाउँ घर हो, त्यसैले बाटोमा गाई भैँसी भेटिनु कुनै नौलो कुरा होइन। ढुङ्गा र छपनी गाउँघरको मुख्य आकर्षण हो। नयाँ गाउँदेखि सुकिलो छपनीयुक्त बाटो हुँदै घान्द्रुकको मुख्य गाउँ डाँडा गाउँ पुग्न सकिन्छ। घमाइलो दिनमा रमाइलो मन लिएर अघि बढ्दा कसलाई आनन्द लाग्दैन र? त्यसमाथि झलुङ्गे पुलमा हिँड्दाको आनन्द त झन् वर्णनै गर्न सकिँदैन। यी गाउँकी पुरानी बुढी आमा हुन्, तर कुरा गराइ र जोस भने तन्नेरी नै छ। सेता पाइलाहरूले खुब मजा लिन्छन् यी बुढी आमाबाट। यहाँले अब भाङ्रा भन्छ खाना कति भयो एउटा खाया त यी यो नानी त हुँदाखेरिदेखि खाएको यो किमरुङ खोलाको तीरमा भएको किमरुङ गाउँ हो। कोमरोङ डाँडाबाट ओह्रालो झरेपछि यो गाउँ आउँछ। उकालो चढ्न जति गाह्रो हुन्छ त्यति नै गाह्रो हुन्छ ओह्रालो झर्न पनि। जब जब थकाइ लाग्छ चियाको चुस्की लिँदै विश्राम गर्दा साह्रै नै आनन्द आउँछ। किमरुङवासीहरू अत्यन्तै सहयोगी मेहनती छन्, तर गाउँको समस्याले सबै पीडित। गाउँघरमा हुने आम समस्या यस गाउँमा पनि उस्तै रहेछ। गाउँमा पर्याप्त शिक्षाको सुविधा नभए पनि यहाँका युवा युवतीहरू पढ्नबाट टाढा पनि छैनन्। सहरमा गएर होस् वा विदेशमा गएर होस्, शिक्षाको तृष्णा मेट्न अग्रसर छन् किमरुङवासी। थकाइ मार्न चिया त पियौँ, तर मिठो चिया पिलाउने किमरुङवासीहरूको जीवन पनि त बुझौँ न। तर सुरुमा चाहिँ नि यहाँ एट्यापले एउटा पोलिसीको रूपमा उनीहरूले एउटा नमीको रूपमा काम गरेर यहाँ जस्तो कि कुनै ठाउँमा साबु थाप्ने, कुनै ठाउँमा फुल हाल्ने, कुनै ठाउँमा खानेपानी है यस्तोहरू सहयोगहरू उनीहरूले गर्दै आएको थियो। पहिला चाहिँ अब जस्तो कि अन्नपूर्ण बेस क्याम्पमा, माछा पुखरी बेस क्याम्पमा त्यो बुगीको सोधार ओछ्याएर अनि त्यसको माथि के अरे टुरिस्टले आफै स्लिपर ब्याग ल्याएर त्यो त्यसमा सुत्थ्यो अनि 5 रुपियाँ के अरे पर हेड 5 रुपियाँको दरले त्यसरी के अरे सुत्नेको चार्ज लिन्थ्यो। अनि हाम्रो यहीँको चाहिँ नि खानापिना के खान्थ्यो 20 रुपियाँ 40 रुपियाँ त्यसरी दिन्थ्यो। त अहिले त्यो मेनुहरू हेर्नुहोस् तपाईँहरूले यस्तो डरलाग्दो मेनु छ कि काठमाडौँको यो 3 स्टार 5 स्टार होटलको भन्दा धेरै महँगो छ। गर्दाखेरि त्यो पर्यटकसित बढी पैसा लिनु त्यो राम्रो हो। त्यो होटल व्यवसायलाई त्यसरी त्यो पैसा लिनु त्यो राम्रो हो, तर त्यसको फेरि अप्रत्यक्ष असर कसलाई परेछ भने हामी गरिब जनतालाई परेको छ। चियाको चुस्कीबाट सुरु भएको आत्मीयता अत्यन्त प्रगाढ बन्दै जान्छ। तर के गर्नु,
आखिर छुट्नु त पर्ने नै रहेछ। किमरुङबाट करिब 3 घण्टा उकाली ओह्राली हिँड्दै गएपछि पुगिने गाउँ हो छोम्रोङ। छोम्रोङ घान्द्रुक गाउँ विकास समितिको वडा नम्बर 9 मा पर्ने अत्यन्त प्रसिद्ध गाउँ हो। छोम्रोङबाट मिरमिरे उज्यालोमा हिमाल हेर्दा आँखैमा टाँसिएला जस्तो देखिन्छ। आँखा अगाडि नै अजङ्गको अन्नपूर्ण साउथ हिमचुली देख्दा छक्क नपर्ने को होला। छोम्रोङ प्राकृतिक सुन्दरता र विशेषताले जति मनोरम छ त्यति नै सुन्दर छ भौतिक विकासले पनि। बाटोघाटोको सुविधा छैन तर छोम्रोङ गाउँलाई हेर्दा कुनै कमी छ जस्तो लाग्दैन। अत्यन्त सुन्दर र आधुनिक होटल लजको प्राङ्गणमा बस्दा लाग्दैन कि हामी एउटा दुर्गम गाउँमा छौँ। हो छोम्रोङ एउटा गाउँ हो तर यहाँका व्यवसायीहरू, कृषकहरू, गाउँले आमा दिदी बहिनीहरूको सोच, गतिविधि र एकता अन्य गाउँको तुलनामा ज्यादै फरक छ। गाउँवासी र मूलत व्यावसायिक विकासमा छोम्रोङवासीको प्रयास ज्यादै प्रशंसनीय देखिन्छ। छोम्रोङको बाटोमा देखिने सरसफाई, चिटिक्क परेका ढुङ्गा छपनी युक्त सिडीहरूमा हिँड्दा जो कोहीलाई पनि अनुभव हुन्छ कि हामी नेपालकै अत्यन्त सम्पन्न गाउँमा हिँड्दैछौँ। यो नै छोम्रोङको प्रमुख विशेषता हो। आखिर बाहिरबाट जति नै सुन्दर, मनमोहक र आधुनिक लागे पनि भित्री पीडा त छ नै। त्यसैले आफ्ना पीडाहरू यसरी पोख्छन् लज व्यवस्थापन समितिका अध्यक्ष हिम गुरुङ। अहिले यो अलिकति हाम्रो मेन सिजन परेको हुनाले केही मात्र पर्यटक चाहिँ बढिरहेको छ। यो द्वन्द्वकारले हामीलाई चाहिँ हामीले सोचेको जस्तो चाहिँ पर्यटक चाहिँ इन भएको छैन। यो छोम्रोङको एउटा पसल हो जहाँ हरेक सामान पाइन्छ। त्यसैले त पर्यटकहरू दङ्ग छन्। होटेलको काखैमा हिमालहरू, स्वच्छ हावा, मिठो पानी। त्यसैले त बुढाबुढीहरू गाउँ छोडेर सहर बस्न मान्दैनन्। एउटा कागज देखेको छैन सबैलाई राम्रो लाग्छ। यहाँ त हाम्रो त कोही जलाउँछ, कोही पोखै लान्छ। हामीले सकेको 5000 मिटरसम्म हामी लोकल पब्लिकले सक्छ भने
श्रीमानको सरकारले र त्यो बेला त्यो रोयल्टी यत्रो लाख रोयल्टी उठाएछ तर त्यो हिम चुचारोलाई फोहोर भयो कि त्यहाँ पोल्युसन भयो कि भन्ने ज्ञान चाहिँ र उनीहरूले त्यो विचार चाहिँ पुर्याएको छैन। सम्बन्धकै मान्छे चाहिँ कति पाए मान्छे बेच्न गएको थिएन। अमेरिकाको गोरा र बेलायतको गोरा बेच्न गएको चाहिँ के छ त्यो पनि त्यहाँ जानु र भनेर बल्ल जान थाल्यो भनेपछि हाम्रोमा के छ भने चेतना छैन। बल्ल अहिले तपाईँको चाहिँ यहाँकै केटाकेटी पनि भ्रमण जाउँ न बेच्यौँ भन्छ। हिजो हामी सानसानो केटाकेटी भन्दा के जाने त्यो पाहाडमा पोखरा जाने गाडी हेर्ने गाडी चढ्ने हवाईजहाज चढ्ने भने थियो अहिले ठ्याक्क उल्टो